जानकारी गर्नु है मलाई पानी यता सिधा परिरहेको छ ओहो प्रधान साहब नमस्कार नमस्कार पानी लिन जान लाग्नु भएको पानी लिन जान लाग्यो तिमी चाहिँ कता जान लाग्यो त हजुर दसैँमा माइत जानु भएन कहाँ जानु पाउनु घरमा म एक्लै छु बुहारी पनि माइत गएको छ छोरी पनि मावला गएकी थिए घरधन्दा नि गर्न पर्यो घाँस पनि काट्नु पर्यो पानी पनि लिन आउनै परेको छ ए त्यसो भए त सबै घरको काम एक्लैले गर्नुपर्ने हो मरिसे एक्लै कहाँ हिँडेको म मेरो बाखो नै के तलको बच्चा हो एक्लै हिँडेको छ दाजु हजुरले एउटा सानो बाबु देख्नुभयो होला खै मैले त देखिनँ त हो र एउटा सानो बाबु हराएको छ कता गयो गएँ म त हजुरले देख्नुभयो होला सकिन सोधेको देख्नु भएन है ए हस् त कहाँ गएछ त मरिसे तपाईँले गाली गर्नुभयो कि कहाँ गाली गर्ने लाले भाइ केही भनेकै छैन कतै त मासतिर खेल्न गएको छ कि जाउँ न खोज्न त्यही त खेल्न गएको भनौँ भने पनि अहिलेसम्म उसँग खेल्ने साथी कोही देखेकै छैन मैले तै जाउँ त जाउँ खोज्न कहीँ कतै गएर बसिरहेको छ कि हुन्छ हुन्छ यतै मासतिर खोजौँ न त हुन्छ लागौँ नि त बाबु तिमी किन आएर बसेको तिमीलाई मैले कहाँ कहाँ खोजेँ ठुला मलाई बाको धेरै याद आयो बालाई खोज्न हिँडेको त्यसरी घरै छोडेर जाने होइन है ज्ञानी मान्छे भोलि पर्सिदेखि स्कुल जानुपर्छ ज्ञानी भएर घरमै बस्ने है हुन्छ कृष्ण काका बाको धेरै याद आयो बालाई कतै भेटिन्छ कि भनेर खोज्न हिँडेको किन खोज्नु पर्यो तेरो बालाई आइहाल्छन् नि पानी लिन जान लाग्नु भएको पानी लिन जान लागेको तिमी चाहिँ घाँस काट्न हिँडेको घाँस काट्न हिँडेको तपाईँ त धेरै दिनको माइतीमा बस्नुभयो त कहिले आउनुभयो माइतीबाट माइतीबाट हिजो आएको पोहोर पनि माइती जान पाएको थिइनँ बा आमाले तिहारपछि मात्र जानु भनेर आउनु दिनु भएन बुढाबुढी भएको आमा बुवा हुनुहुन्छ उहाँको बच्चालाई किन काट्नु भनेर बस्यौँ यता घरमा पनि आमा एक्लै सबै लथालिङ्ग भन्छ त्यही त तपाईँको सासूले गुनासो गर्दै हुनुहुन्थ्यो एक्लैले पानी लिन जाउँ कि गाईबस्तु हेरौँ कि घरधन्दा गरौँ कि भनेर गुनासो गरिरहनु भएको थियो सबैको सासुहरू यस्तै हो कि के हो मेरो पनि घरमा त्यस्तै सासूले गनगन गरिराख्छन् कहिलेकाहीँ त दिक्क लाएर घरै छोडेर जाउँ जस्तो लाग्छ त्यसो होइन नि राममाया यो त सबै समयको खेल हो अहिले तिमी बुहारी छौ पछि सासू हुन्छौ सासू भएपछि बुहारी नराम्रो लाग्छ र बुहारी भएपछि सासू नराम्रो त्यसैले बुहारी भएपछि त अलिअलि सहनु परिहाल्यो नि हो है तपाईँलाई नि के कुरा आउँछ ए ल पछि कुरा गर्दै गरौँला घाँस काट्न गएकी बुहारी कता हराइन् भनेर सासूले कराउँदै होलान् ल म पनि पानी पुर्याएर घाँस काट्न जानु छ बरु तिमी कहाँ घाँस काट्न जान लागेको म पनि आउँछु नि कहाँ हुनु नि त्यही ओख्रेनी पाखामा त हो नि तपाईँ पानी पुर्याएर आउनु म त्यहीँ पर्खिराख्छु नि त हुन्छ
थकाइ लाग्यो एकछिन बसौँ न बुढा थकाइ लागेको छ भने एकछिन बसौँ न थाक्यौ तिमी साह्रै गाह्रो भयो क्या हो तिमीलाई अघि त गाडी साह्रै गाह्रो भएको थियो अहिले त चाहिँ गाह्रो भएको छैन तपाईँको गाह्रो भएको कि छैन मलाई त गाह्रो भएको छैन जस बल्ल बल्ल आइपुग्यो अब आनन्द भयो ओहो गाउँमा को नयाँ मान्छे आएछ भने त रवि सर पो आउनुभएको छ नमस्कार सर नमस्कार हामी हो नि कृष्ण गाउँबाट भर्खर आइपुग्यौँ छठ मानेर आउनुभयो कि क्या हो हजुरहरू हामी त छठ मानेर आएको ए हजुरहरूको घरबाट ल्याए कोसेली भरे खाना आउनु पर्ला छ भइहाल्छ हुन्छ म्याम म भरे आउँला अनि रवि सर स्कुल लाग्यो होइन र स्कुल त अस्ति नै लागिसक्यो म पो आउन ढिलो भयो त्यसो भए भोलि स्कुल आउने होला नि होइन सर जाने हो त्यसो भए भोलि मरिचलाई ल्याउनु पर्ला हुन्छ लिएर आउनु न हुन्छ सर हामी भोलि आउँछौँ अहिले म लागेँ होइन कहाँ जानु लाग्यो कृष्ण कि घरमै जाउँ कोसेली खान होइन सर म भरे बेलुका आउँछु अहिले त्यहाँ पारि धनबहादुरको पराल बेच्ने रे म त्यतै हिँडेको ल सर म लागेँ ल ल भरे आऊ है कृष्ण ए हस् हुन्छ हजुर हामी पनि ल जाउँ बुढी हुन्छ जाउँ गाउँभरिको पर्दानी भएर नि के गर्नु छोरी भएर के गर्नु बुहारी भएर के गर्नु काम जति सबै आफैले गर्नु परेको छ उहाँ भएको भए यस्तो काम मलाई गर्नु पर्ने थिएन पर्दानी भएपछि के काम नगरी खाना आउँछ अलिअलि काम त गर्न परिहाल्यो नि नगर त दसैँदेखि यता सबै काम मैले गर्नु परेको छ न ऊ आउँछ न ऊ आउँछ तिनीहरूको नन्न भाउजू सल्लाह गरेर हिँडेका छन् कि क्या हो अझै अलिअलि काम त गर्नु परिहाल्यो नि रे नरिसाउनु न आमा हजुर यता आउनु बस्नुहोस् पर्दानी छ म आफै गर्छु के सबै काम नरिसाउनु लु खानुहोस् हजुर पनि हजुर नि खानुहोस् लु हजुरको आमा रिसाउनु भइरह यता सुन्नु न आमा हजुर मामा घरमा गएर टिका लाउने बित्तिकै घर फर्किन्छु भनेको मामाहरूको पनि धान काट्न सुरु भएको रहेछ त्यही भएर मामाले भन्नुभयो भान्जी धान काटिसकेपछि जानु हामी सबैजना खेतमा हुन्छौँ घरमा बुढी आमा एक्लै हुन्छन् भन्नुभयो हुन पनि हो घरमा बुढी आमा हजुर एक्लै हुनुहुन्थ्यो त्यही भएर म बसेको आमा हजुर पनि यत्तिकै रिसाउनुहुन्छ त त बुढी आमा एक्लै भएर बसिस् तेरो भाउजू नखर माउली चाहिँ के भएको नि टिका लाउने बित्तिकै फर्किनु पर्दैन घरमा म एक्लैले के मात्रै काम गर्नु फेरि हेर न के भन्नुभएको आमा हजुरले भाउजूलाई पनि त्यो भाउजूलाई नकराए गाली नगरे खाएको पनि पच्दैन कि के हो भाउजूको पनि बुवा आमा हजुर बुढाबुढी हुनुहुन्छ केही काम पर्यो होला त्यही माथि पोहोर जानु भएन वर्षको एकचोटि जानुभएको छ उहाँको बुवा आमाले पनि वर्षको एकचोटि आएको छोरी बस भन्नुभयो होला त्यो भाउजूको पनि के दोष छ रे जेप्पाइदियो भन्नको लागि हो मै त नराम्रो छु नि तिमीहरू नि राम्रो छौ भइहाल्यो नि ल भइगयो आमा हजुर कुरा नगरौँ
हजुर यहीँ बस्नु, सबै काम मैले नै गर्छु। होइन आफू मात्रै आएको भए त हुन्थ्यो नि, भाइ चाहिँले किन लिएर आउनु पर्यो होला? हे आमा हजुर पनि किन हुनु नि? घरमा छोरा मान्छे कोही पनि छैन, बुवा हजुर नि हुनुहुन्न, अङ्कल नि हुनुहुन्न। बुवा हजुर नआउन्जेलसम्म घरको रेखदेख गर्नको लागि भाउजूको बुवा आमाले पठाउनु भएको अरे के आमा हजुर, त्यसै गराउनुहुन्छ आमा हजुर। घरमा कोही नभएर हो कि खानेकुरो नभएर हो कुन्नी? भो अब चुप लाग्नु, बरु गाईलाई तिर्खा लागे जस्तो छ, पानी दिनु हजुरले। माफ गर्नुहोस् हजुर, हजुरले जे भन्नुहुन्छ म त्यही मान्छु। मलाई छोडिदिनुहोस् हजुर, मलाई छोडिदिनु न, मलाई छोडिदिनु न। देखिस् रणबहादुर बाबु साहबले भनेको नमानेपछि के हुन्छ भनेर जा भन्ने गाउँलेहरूलाई। अबदेखि रणबहादुर साहबले भनेको मात्रै हुनुपर्छ भनेर। यो गाउँमा त मेरो दिदीको ससुर प्रधानको शासन चल्छ। यो गाउँ उहाँले हेर्नु भएको छ। के रे के भनि रे? कसले हेर्छ रे यो गाउँ? के भनिस् रे? यसलाई त गोर्खे लौरी नहानी भएन। कृष्णजी एउटा कुरो गरौँ भनेको। के कुरो भन्नु न रुद्रजी। कुरा के भने नि कृष्णजी, म आएको नि यत्रो समय भइसक्यो, घर जान पर्ने थियो। म केही समय मरिचेला हजुरको जिम्मा लाएर जाउँ कि भनेको कृष्णजी। म घरको व्यवस्था मिलाएर म छिट्टै आइहाल्छु। भइहाल्छ नि रुद्रजी, भोलि मरिचेला भर्ना गरौँ, त्यसपछि हजुर जानु होला नि। ए साँच्चै रुद्रजी, हजुरको घरमा को हुनुहुन्छ नि? को हुनु नि कृष्णजी? बुबा आमा हजुरआमा दाजु हुनुहुन्छ। त्यहाँ हेर्नु त रुद्रजी, त्यो दौ उडेर आउनु त्यो भोले होइन? हो त, के भएछ भोलेलाई? के भयो भोले? आफू किन दौडेर आएको छ? मलाई के भने त्यहाँ के भयो? मलाई झन्नै मार्यो कुटेर। कसले कुट्यो? को त्यो? यसले पो कुटेको भोलेलाई। यसलाई त म टिपेर फालिदिन्छु। ओइ दारी कोस् त? दारी पनि आएको, उमेर पनि खाएको, वर्णलाई भुलेको, हाम्रो गाउँमा आएर भोलालाई कुट्ने कोस् त? मेरो नाम रणि हो, रणि। म यसै गाउँको हुँ। म केही वर्ष बाहिर घुम्न गएको थिएँ। यहाँ ककले के गर्यो। अब रणि फेरि यहाँ फर्केर आएको छ। अब यस गाउँमा रणिको शासन चल्नेछ। बुझिराख सबैले।